कैलाश पर्वतमा ज्ञानीजन मुनिजनहरूबाट नित्य वन्दनीय निरन्तर पूजनीय चराचर विश्व अधिपति विश्वगुरु भगवान शंकर माता पार्वतीका साथमा बस्नु भएको थियो। ज्ञानीहरूमा अग्रगण्य भगवान शंकर। त्यस बेला भगवती माता पार्वतीले मनमा एउटा आफूलाई लागेको जिज्ञासा भगवानका सामु अभिव्यक्त गर्नुभयो। अनि त्यो अभिव्यक्ति कस्तो थियो त भन्दा, हे प्रभु, म त स्त्री जाति हुँ, अल्पमती छ, धेरै टाँठो बाठो पनि म छैन। धेरै दिनदेखि प्रभु मेरो हृदयमा एउटा संशय छ। हजुर त ज्ञानीहरूमा अग्रगण्य हुनुहुन्छ, मेरा स्वामी हुनुहुन्छ, मेरो इष्टदेव हुनुहुन्छ र भक्त भएको नाताले, हजुरको सेविका भएको नाताले, हे मेरो परमात्मा, हजुरले म उपर स्नेह भाव राख्नुहुन्छ। त्यस कारणले गर्दा हजुरलाई म नम्र निवेदन गर्दछु, प्रभुको चरण वन्दना गरेर म हजुरबाट केही उपदेश ग्रहण गर्न चाहन्छु। हे प्रभु, मैले रामलाई कसैले ईश्वर भनेर वन्दन गरेको देखेको छु, कसैले माया मोहग्रस्त एउटा सामान्य मनुष्य हुन्, राजाका छोरा त हुन् नि भनेर भनेको पनि सुनेकी छु। अनि मेरो बुद्धि दुवैतिर जान्छ। एक मनले सोच्छु राम ईश्वर हुन्, अर्को मनले सोच्छु होइन। आफ्नो श्रीमतीको विरहमा जङ्गल जङ्गल हाँसिते हाँसिते भन्दै रोने लतापता वृक्ष यावत जीवात्मालाई पनि सीता कहाँ गइन् मेरी श्रीमतीलाई तिमीले देख्यौ भनेर सोध्नेवाला कसरी परमात्मा प्रभु हुन सक्छ? अन्तरद्रष्टा हुनुपर्ने हो, सामर्थ्यवान हुनुपर्ने हो, सबै स्वतः जान्नुपर्ने हो। अनि परमात्माका स्त्रीलाई कुनै राक्षसले हरेर पनि नलानु पर्ने हो। बडो विचित्र दशा देख्छु हे स्वामी। मेरो बुद्धि पनि भ्रमित हुन्छ यो देखेर, के राम साँच्चै परमात्मा हुन् त? अनि यदि राम परमात्मा थिए, साक्षात ब्रह्म थिए भने फेरि ब्रह्म ज्ञानको जिज्ञासु बनेर वशिष्ठादि ऋषिहरूबाट केका लागि चाहिँ तत्त्व उपदेश माग्नु भयो रामले? यस्ता धेरै संशयहरू छन् हे प्रभु, जसले गर्दा मलाई राम ईश्वर होइनन् कि भने जस्तो लाग्छ। तर मेरो प्रभुले नजानिकन निरन्तर रामको ध्यान किन गर्नुहुन्थ्यो र भजन किन गर्नुहुन्थ्यो र स्वयं हजुरले पूजेका भजेकालाई मैले संशय गर्नु अपराध हो। फेरि पनि स्त्री स्वभाववश अल्पज्ञताका कारणले गर्दा प्रभु परमात्मालाई म यो सोध्दैछु। हजुरले दया गरेर कृपा गरेर आज मलाई तत्त्वबोध गराउनुहोस्। यथार्थता के हो? राम परमात्मा हुनुहुन्छ भने कस कारणले परमात्मा हुनुहुन्छ? प्रभुको त्यो लीलाको आशय के हो भनेर सोध्नुभयो। र यही भूमिकाबाट अध्यात्म रामायणको चाहिँ थालनी भएको छ। अघिल्ला अध्यायमा भगवानले राम हृदय एवं राम गीताको चाहिँ तत्त्वलाई आत्मसात गर्दै चिन्तन गर्दै भगवानले आत्मा अनात्मा र परमात्मा बीचको जो भेद छुट्याउनु भएको थियो त्यो प्रसङ्गलाई लिएर सीता माताले हनुमानजीलाई जो रामको शाश्वत सनातन तत्त्व बताउनु भएको थियो त्यसलाई चाहिँ उजागर गरेर भगवान देवादिदेव श्री महादेवले भगवती जगन्माता विश्वमाता पार्वतीका सामु यो राम कथालाई वर्णन गर्दै जानुभयो। अनि यही क्रममा अब हिजो हाम्रो कथा प्रसङ्ग कहाँसम्म पुगेको छ त भन्दा भगवान रामचन्द्र महाप्रभुले माता अहिल्यालाई उद्धार गर्दै गुरु विश्वामित्रका साथमा राजा जनकको यज्ञ हेर्नका लागि गुरुदेवका आशीर्वचनलाई शिरोधार्य गर्दै भगवान शङ्करले भगवान विश्वनाथले जनक राजाका हजुरबुवालाई जो धरोहर रूपमा रहन दिनुभएको पिनाक नामको धनुष थियो त्यही धनुषको दर्शन गर्ने अभिलाषा राख्दै भगवान आफ्ना गुरुदेवका आज्ञाले भ्रातादेव लक्ष्मणजीका साथमा जनकपुर जाँदै हुनुहुन्थ्यो। अनि त्यही क्रममा बीचमा माता अहिल्याको दुःखदायक वृत्तान्त सुनेर उहाँको भक्तिभावले प्रसन्न हुनुभएका जगदीश्वर जगन्नाथ भगवान नारायण श्री रामले आफ्नो मुक्तिदायिनी मोक्षदायक पावन श्री चरण शिला भित्र स्थित रहेकी अहिल्या उपर पदार्पण गर्नुभयो।